हेलो गाइज गुड मर्निङ। आज चाहिँ म उठेर अब पौडी खेल्न जाने निधोमा छु। स्विमिङ खेल्नु आजको फ्राइडेमा चाहिँ है त। चाहिँ मेरो रुमबाट देखिएको दृश्य हो दुबईको शेख जायद रोड। यहाँबाट डाइरेक्ट यता जाँदाखेरि आबुधाबी पनि जान्छ। यो आबुधाबी जाने हाइवे। योभन्दा रोड पारीको दृश्य चाहिँ यस्तो छ, बिल्डिङहरू। उता पारीपट्टि सतुवा, त्यहाँबाट पारीपट्टि चाहिँ बीच छ, बिल्डिङ। म चाहिँ अब वासरुममा मुखसुख धुन्छु, मुखसुख धोएर निस्किन्छु। यो चाहिँ म नुहाउँदिनँ, ब्रस मात्रै गर्छु। ब्रस गरेर अनि स्विमिङ पुल जान्छु। स्विमिङ पुलमा डुब्लिङ खेलेर अनि आएर चाहिँ अनि फेरि म नुहाउँछु अनि बस्छु। सेक 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 पारेर अब दाँत मोल्दैछु होइन। स्विमिङ जानु पर्यो अब के गर्ने दिनभरि। स्विमिङ त गर्नै पर्यो छुट्टीको दिनमा। आज स्नेक टलाएर सुनी पाउनु पर्यो। अब झोला बोकेर त हिँड्नै पर्यो। झोला बोकेन भने त भएन। आलु बोराहरू पनि बोक्नु पर्यो होइन झोलामा। अनि अब त्यस्तै हो। अहिले चाहिँ अब म चलिरहेको छु होइन। सर्लक्कसँगले अब गएर डुब्लुङ छ्याक घोडा जात्राकोमा पहिले गाउँमा कस्तरी खेलिन्थ्यो। तर यहाँनिर चाहिँ म जस्तो चाहिँ एक साइडमा 2 मान्छे डुब्ने छ स्विमिङ पुल। अनि म चाहिँ अहिले यो हाम्रो म बसेको घरबाट 28 तला माथिबाट जाँदैछु। 28 तलामा छ मेरो रुम। अनि तपाईँहरूले अब हेरिदिनु होला कृपया होइन। आजको दिन चाहिँ कस्तरी बित्दो रहेछ मेरो, तपाईँहरूलाई पनि देखाउनु लागिरहेको छु है त। यसरी झर्दैछु म तल पुगिसकेँ 5 मिनट।
ग्राउन्ड फ्लोर आइसबाट यहाँबाट चाहिँ बाहिर है कता उतापट्टि जिम पसलमा पनि छ काम यहाँ। गर्ने बहिनी नि ठिक यता चाहिँ वासरुम स्विमिङ पुल चाहिँ माथि यो चाहिँ पल्लो बिल्डिङ हो छ कता हिँडेको बिजुली बालेर 11 बजीको अवस्था चाहिँ यस्तो छ यो चाहिँ हो बिल्डिङबाट घर खस्याउँ म्युजियम उतापट्टि म्युजियम स्विमिङ गर्न जाने चाहिँ यो बल्लो बिल्डिङमा यस्तो छ है गाइज वातावरण खजुर बोटे कता हिँडेको बिजुली बालेर यहाँबाट चाहिँ माथि फेरि लिफ्टमा जानुपर्छ 7 तलामा 7 तला 8 तलै भनौँ माथि टपमा स्विमिङ पुल चाहिँ यहाँ चाहिँ अलिक अँधेरो देख्यो हो साइला हो साइला ल दाजु स्विमिङ पुल खेल्न लाग्यो है दाजु से ड्राई सुप्लुङ भेगी त कट हान्छ फेरि भेगी त कट हान्छ नि दाजुले फेरि या फत्लाक दिन्छ नि भाइले होइन हाँसो लागिरहेको छ हाँसो लागिरहेको छ आफ्नै आफै स्विमिङ गरेको देखेर है पौडिएको पनि जस भेगुता जतिको पनि अलिक फास्ट छैन क्या अहिले भर्खर सिकारु हो है अब यस्तै छ दाइको पौडी दुःख नमानिदिनु होला गुनासो नगरी हेरिदिनु होला होइन आजको मेरो छुट्टी प्लस ह्याप्पी फ्राइडे सबैलाई को ड्युटीमा हुनुहुन्छ मस्त काम गर्नु होला को छुट्टीमा हुनुहुन्छ मस्त इन्जोय गर्नु होला गाईको पौडी फेरि हरामी छ नि हो हरामी कहाँ जस्तो तस्तोले सक्दैन नि फेरि हामीलाई कसैले के गर्नु हँसै ज्यान मारा छ म हाँसौँ भने पनि अब के गर्नु बाध्यता छ है हाँस्नै पर्यो दाइले अब फेरि उताबाट जम्प हान्छ फेरि रुक्निसको याद छ मान्छे त सानै हो ज्यान त के भएको यो यस्तो है गोरुको मासु खाइ ज्यान लागेको छ यार गाउँ गएर हलो जोतेपछि अनि स्याफ्ल्याक्कै हुन्छ साइला स्याफ्ल्याक्कै डल्फिन स्टाइलमा चुर्लुङ याकफे खोलाको बहमा छेकेर हेर्नु पाइने त्यही हो यही हो याकफे यो हो दुबईको याकफे होङ्कु होङ्गाची साली भेन दोङ्गाची आयो दादा आयो सियर्स भन्दा पनि खतरा पौडिँदो रहेछ यार बब्बाल पौडियो केटाले यार धरै त ज्यान हेर त ज्यान यो हो नि त कि हाकाले खान्छन्